ल सबैजनालाई हाम्रो यो सानो मिनी भ्लगमा स्वागतम। ल हाई भन्देऊ सबैजनाले। ल हामी कहाँ आएको के हेर्न आएको? ल यतातिर हामी सबैजना आइपुगेका छौँ। त्यो यो सिधा बाटो जाने हो हामी। अगाडिबाट झन् राम्रो देखिन्छ। अहिले यता यता खिच्छु कि साइडबाट सिधा गएर। ओए पानी लगाएर छोरी मान्छेले हिजो काम गर्ने हेर्नु रे यो पुल मामुले भनेको कत्रो पर्दा देख्दै यहीँबाट खिच्न पर्ने रहेछ कि हामी आउन लागिसके। म त पक्की पुल बनाएको थिएँ त यो त होइन म त आइसकेँ है गाइस। त्यो बेलामा चाहिँ पुल के वाला पुल भनेको थिएँ। झुलुङ्गे पुल जस्तो होइन र झुलुङ्गे पुल हजुर। ल हामी यहाँ आइपुगेका छौँ सबैजना फ्यामिलीहरू। हाम्रो यहाँ त्रिवेणीको दाइसँग आएको। ल पुल यहीँबाट स्टार्ट हुन्छ। धेरै लामो छ पुल त, धेरै लामो। यहाँ सानो सानो दोकानहरू छ। दोकानहरू रहेको छ। धेरै राम्रो छ यहाँ। हामी कहाँ आएको सुमित? सुस्ता पुल। सुस्ता झोलुङ्गे पुल भनेर त्यो राम्रो बनाएको छ। ल हेर्नुहोस् है, धेरै राम्रो छ यहाँ सुस्ता पुलको बगर ग्राउन्ड यही नै हो। हाम्रो टोलीहरू आउँदै हुनुहुन्छ। यहाँ खाने सानो सानो आइसक्रिमहरू चियाहरू छ। यो पुलको जडान यहाँबाट सुरु भएको छ। यसरी यहाँ दोकानहरू पनि रहेको छ। अब हामी पुलमा हिँड्दैछौँ, प्रवेश गर्दैछौँ। ल हेर्नुहोस् यतातिर फेरि सबै खेतै खेत रहेको छ। उखु अनि यो केरा, मसुरको दाल अनि गहुँ हावा लाएर धेरै राम्रो लामो छ। ल हेर्नुहोस् यहाँ 2-3 जना बस्नुहुन्छ, केही पनि हुँदैन यहाँ। पुलैबाट
जानुहुन्छ यहाँ यस्तो गर्नुपर्ने रहेछ ल जानुहोस् जानुहोस् ल यो नेपालको दोस्रो लामो पुल केही भन्ने हो अर्को आइसक्यो फेरि झ्याउ आइस यहाँ त यस्तो झ्याउ रहेछ हेर्नुहोस् फुलै फुलमा यहाँ बाइक ठोकेला यस्तो हिँड्न नि नपाइने ल यस्तो हामी सुस्ता पुलमा आएका छौँ यो चाहिँ सायद नेपालको दोस्रो लामो पुल हो यहाँ बाइक त्यसपछि हामीलाई गाह्रो छ यहाँ हिँड्नुको लागि आज धेरै शीतल पनि छ समुद्र नेपालको समुद्र हेर्नु भन्दा पनि ठुलो समुद्र छ यहाँ अनि त्यसपछि हावा आएर धेरै शीतल छ कति ठुल्ठुलो मेरो बा समुद्र पुरै टुप्पोसम्म पुग्ने हो आकाश जस्तो देखियो समुद्र पहिला त गिटार समातेर फोटो खिच्ने मान्छे रोज समातेर फोटो खिच्ने मान्छेले पाइन्छ So nice. हेलो धेरै रमाइलो छ यस्तो ठुलो खोला पनि छ